म चाहिँ भुस लिनु गएँ है सबजना। नमस्ते सेवाहरू। म चाहिँ आज तल दोकानमा भुस छ अरे, त्यही भुस लिनु गएको। सुँगुरलाई चारो छैन, त्यही भएर भन्दा नि भुसहरू छैन। अनि आज चाहिँ कोलाको दाम्छा र सुँगुरको लागि भुस लिनु गएको। भाइले हिजो सोधिरहेको थियो। अनि चोकमा भुस छ अरे। अनि बाटो नि कस्तो भयो, हाम्रो खनेको बाटोहरू हेर्दै अब भिडियो बनाउँदै जाँदैछु म। हजुरहरू हेरेर साथ दिनु होला है। यो चाहिँ मेरो घर जाने बाटो हो। यहाँ माथि मेरो घर जाने बाटो हो। अनि यो चाहिँ बाटो हो हाम्रो। अनि हामी चाहिँ यही बाटो हिँड्छौँ। अनि यहाँ चाहिँ गाडीहरू हिँड्दैन। अनि किनभने मेरो न बाइक छ न साइकल छ होइन। म चाहिँ हिँड्दै जान्छु हुनु चाहिँ। यहाँ तल निस्केर गाडी थियो भने गाडीमा जान्छु, अनि म त्यसै हिँड्दै हिँड्दै तल चोकसम्म पुग्नुपर्छ। अनि पुगेर भुसहरू हालेर लिएर आउनुपर्छ। यहाँ चाहिँ चारो थुप्रै रहेछ। यो चारो चाहिँ भरे बेलुका आएर मतलब भुस लिएर आएर काट्छु। अनि काटेर लानुपर्छ, चारो पकाउनुपर्छ होइन। अनि अहिलेको चाहिँ दिउँसोको 1 बजेको छ। अनि 1 बजेर म हिँडेको, किनभने अघि दिउँसो सुतेछु भात खाएर। अनि हाम्रोमा चाहिँ बाटो पहिरो गएको छ जस्तो लाग्दैछ मलाई। हाम्रो गाउँघरमा चाहिँ यस्तै हो, पहिरो गइरहेको छ। यो बाटो यस्तो भएको छ है। बाटो यतिको भएको छ। बाटो चाहिँ यतिको पहिरो गएको रहेछ है। अनि पहिरो चाहिँ गइरहेको हुन्छ वर्षैपछि। अनि यसपालि चाहिँ यतिको पहिरो गएको रहेछ। प्रायः जस्तो यहाँ गाडीहरू कुद्दैन नि त। अनि कुद्ने भनेको दादाको एउटा बाइक छ, त्यही बाइक कुद्छ। अनि अब फेरि पैसा खर्च हुने पर्यो। अनि यहाँ चाहिँ यतिको गाह्रो हानेको रहेछ। मतलब पानी कुदेर यतिको गाह्रो गएको रहेछ। अनि बाटो चाहिँ अब फेरि बनाउनु पर्छ होला है, अलिक पैसाको खर्च लाग्छ। अनि यहाँ चाहिँ अलिक बाँसले रोकेको रहेछ। अब यो बाँसहरूले कतिको रोकथाम गर्छ त थाहा छैन। पहिरो चाहिँ यतिको गएको रहेछ बाटोतिर। अनि प्रायः जस्तो यो बाटो म हिँड्दिनँ। अब प्रायः जस्तो म गाउँै निस्किँदिनँ, त्यो पनि यो बाटो हिँड्दिनँ। अनि पहिरो चाहिँ ठुलै गइसकेछ। अनि बाटोमा यत्रो पहिरो गएको रहेछ, मैले हेरेको थिइनँ, विचारेको थिइनँ है। अनि अब खोइ अब कति खर्च लाग्छ त थाहा छैन होइन। अनि हुनु चाहिँ यो पहिल्यै खनेको, त्यही भएर चाहिँ पहिरो गएको रहेछ होइन। अनि यहाँ पनि छ पहिरो गएको अलिकति। यो चाहिँ पर जाने बाटो हो। अनि यहाँ तल चाहिँ घर हो हाम्रो दाइको, दिवस दाइको। अनि यहाँ तल चाहिँ म घरिघरि वाइफाई चलाउन आउँछु। घरिघरि पैसा नहुँदाखेरि, एमबी नहुँदाखेरि भिडियोहरू अपलोड गर्नुपर्छ। अनि त्यही भएर यहाँ चाहिँ म घरिघरि आउँछु। अनि यहाँदेखि चाहिँ म गाउँ निस्किन्छु। गाउँ चाहिँ नजिकै छ। अनि हाम्रो घर आउने बाटोहरू चाहिँ यस्तो छ। अनि धेरै जस्तो दुःखै पर्छ, किनभने सामानहरू बोकेर लानुपर्छ। बोकेर लाँदै अप्ठ्यारो हुन्छ। अब प्रायः जस्तो सुँगुरको दाना भयो, कुखुराको दाना भयो। अनि त्यसपछि अब बोरामा भुस लिएर आउनुपर्छ। भुस ल्याउँदाखेरि पनि बोकेर लिएर आउनुपर्छ। अनि हाम्रो चाहिँ होइन गाह्रो यतिकै गएको हो। अनि त्यही भएर चाहिँ अब साधनहरू किन्नै पर्छ। अनि साधनहरू किन्नुको लागि बाबालाई भनेको छु, पैसा छैन भन्नुहुन्छ होइन। अब एकजना कमाउने भएपछि चाहिँ पैसा अलिक कम हुन्छ। त्यही भएर यो चाहिँ हाम्रो बस स्ट्यान्ड हो। अहिले चाहिँ हाम्रो गाउँमा बाटो बनाउनु आँटेको छ, पिच बनाउन आँटेको छ। त्यही भएर गाडीहरू अहिले कुद्दैन जस्तो छ।
है। अब कुदेन भने चाहिँ अलिक दुःख पर्छ, किनभने तलबाट बोकेर लिएर आउनु पऱ्यो भने चाहिँ गाह्रो पर्छ। अब भएन भने दादालाई पर्खेर बुसहरू लिएर आउनुपर्छ होइन। यो चाहिँ हाम्रो गाउँ। म अब पुगेर मात्रै भिडियो बनाउने छु। ट्याक 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 ल अहिले चाहिँ म काइली फुपूको घरमा आएर बसेर गेम खेलेर तल चटपटी खानु गइरहेको छु है। यो चाहिँ मेरो रोशन दाई हो, यो चाहिँ मेरो साइली फुपूको छोरा हो, अनि यो चाहिँ मेरो काइली फुपूको घर हो। अनि यहाँ चाहिँ दादाले बाइक झिक्दै हुनुहुन्छ, चटपटी खानु जानु आँटेको। अनि बाइक भनेको चाहिँ यही दादाको मात्रै छ। हाम्रो दाजुभाइमा हामी अहिले चाहिँ घरमा भनेको 3 दाजुभाइ बस्छौँ, मतलब मिल्ने दाजुभाइहरू। अरू चाहिँ टाटा रहेछन्। अहिले चाहिँ भल्ल भनेको हामी 3 भाइ छौँ। अब जस्तो यहाँ म भए म छु, अनि त्यहाँ हाम्रो सबैभन्दा जेठो दाईको नाम एलबी दाई हो, अनि त्यहाँदेखि रोशन दाई हुन्छन्। अनि हामी अहिले चटपटी खानु गइरहेको छौँ। यहाँ हुनुहुन्छ हाम्रो एलबी दादा, यहाँ हुँदै हुनुहुन्छ है। अब हामी चढ्दैछौँ, अब हामी चटपटी खानु गइरहेको छौँ भिडियो बनाउँदै है। अनि हामी चाहिँ दादाको घरबाट लाग्यौँ चटपटी खानुको लागि चोकतिर। चोक चाहिँ हाम्रो 10-15 मिनट लाग्छ चोक पुग्नु चाहिँ। अनि मैले चाहिँ अनि चोकमा गएर हामी 3 दाजुभाइले चटपटी बनाउनु लगायौँ। अनि चटपटी 100 रुपियाँको मगायौँ, अनि चटपटी मगायौँ अनि खायौँ। अनि यहाँ चाहिँ मैले माइक अफ गरेँ, किनभने बाइक कुद्दाखेरि आवाज आउँदैन थियो। अनि आवाज नआउने भएर चाहिँ मैले माइक अफ गरेर अनि भिडियो बनाएँ, मतलब भिडियो रेकर्ड गरेँ, भोइस रेकर्ड गरेर हालेँ। किनभने बाइकले अलिक अप्ठ्यारो गऱ्यो, कुदाउँदाखेरि आवाज आएन र साउन्ड हरायो र। अनि आज चाहिँ लाइन एकछिन गएको थियो, किनभने हाम्रो ठाउँमा लाइन बनाउँदै हुनुहुन्थ्यो रहेछ, त्यही भएर लाइन गयो। अनि यो चाहिँ स्कुल हो, हाम्रो बलुवामा पढाउने स्कुल हो यो चाहिँ। अनि हामी चाहिँ चोक पुग्यौँ, अनि पुगेर अनि चटपटी दोकानमा नि पुग्न आँट्यौँ। अनि त्यहाँ पुगेर अनि चटपटी दादाहरूले मगाउनु भयो, अनि मगाएर खायौँ। मैले चटपटी खाएको चाहिँ भिडियो बनाइनँ। हामी चटपटी खाने ठाउँ आइपुग्यो। धेरै भयो। यो चाहिँ हाम्रो चौरी हो, यहाँ गोलहरू खेल्छन् है। पहिला हामी यहाँ खेलेको है सानोमा, यहाँ बस्थ्यौँ। अनि हाम्रो बाइक चाहिँ यस्तो छ। म चाहिँ अब घर फर्किँदै गरेको, अनि घर फर्किँदाखेरि भिडियो बनाउँदै फर्किँदै थिएँ। अनि यो चाहिँ मेरो अन्तरी फुपूको घर हो। अनि त्यहाँदेखि चाहिँ यहाँ माथितिर ट्र्याक्टर जोत्दै हुनुहुन्थ्यो रहेछ। अब बर्खा लागेपछि सबैतिर धानहरू रोप्नुहुन्छ, त्यही भएर अहिले चाहिँ सबैतिर धमाधम ट्र्याक्टर जोत्दै चल्दैछ। किनभने बर्खायामको बेलामा सबै खेतीपाती गर्ने हामी किसानहरू नै हौँ। अनि त्यही किसानहरू हुँदाखेरि चाहिँ अनि सबैतिर खेती सुरु हुँदैछ अब धमाधम। अनि हाम्रोतिर चाहिँ अहिले बाटोको लागि तयारी हुँदैछ, बाटोहरू बनाइँदैछ, मतलब सबै बाटोहरूको लागि तयारी गरिँदैछ, बिछाइँदैछ। अब यो सबै बाटोहरू बनाइन्छ, अब पिच हुने भन्ने कुरा छ हाम्रो ठाउँमा चाहिँ। अब के हुने हो त्यो थाहा छैन होइन। म चाहिँ घरिघरि मात्रै गाउँ झर्छु, त्यही भएर भिडियो आज मेरो घरसम्म पुगेको बनाउनु पर्यो भनेर चटपटी चाहिँ अघि खाएर हिँडेको। अनि मैले चाहिँ अगाडि नै गाडीमा मैले भुसहरू रेडी गरेर अघि नै पठाइदिएको थिएँ। अनि भुसहरू चाहिँ लिएर राखिदिनु भएको रहेछ अङ्कलले। अनि म चाहिँ अनि दादाले पुऱ्याउनु भयो, दादाले यहाँसम्म पुऱ्याउनु भयो मलाई। अनि पुऱ्याएर दादा फर्किनु भयो। अनि दादा चाहिँ
घर जानुभयो, किनभने अघि नै मैले देखाएको सबैभन्दा सुरुमा घर देखाएको दादाकोहरू, अनि दादा एलबी दादा घर फर्किनु भयो। अनि मैले चाहिँ यहाँ भुस छोडिदिनु भनेको थिएँ, भुस चाहिँ माथि छोडिदिनु भएछ बस स्ट्यान्डमा। अनि भुस चाहिँ मैले बोकेर लानुपर्छ यहाँदेखि, त्यही भएर चाहिँ भिडियो बनाउनु सकिनँ, अप्ठ्यारो हुन्छ र बाटो हिँड्दाखेरि। अनि म भिडियो बनाउने नै छु, बाटो अलिक अप्ठ्यारो थियो, त्यही भएर यति हेरिदिएर साथ दिनुभएकोमा सबैजना धन्यवाद। बाई बाई सबैजनालाई।